अलि अगाडि जाँदैछु है। त्यहाँ डाइभर्सन देखाउन भनेर जाँदै लागेको खासमा यो हो चोरमारा। अब म चोरमाराबाट वैकल्पिक जुन बाटो छ डाइभर्सन बनाइएको छ यताबाट भने बाइकहरू गइरहेको छ त्यो दृश्य म आजको भिडियोमा देखाउँछु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। यो चोरमारा हो। चोरमारा यतापट्टि भने गिरुबारी बन्द छ र अब यतापट्टिबाट जाने कोसिस म गर्दैछु। यतापट्टिबाट चाहिँ खास गरी उत्तर साइड ल म अब अलि अगाडि जाँदैछु है। त्यहाँ डाइभर्सन देखाउन भनेर जाँदै लागेको खासमा होइन। ओ माइ गड होइन यताबाट चाहिँ यो गिरुबारी खोला तर्फ लाँदैछु म। यो डाइभर्सनबाट अहिले पूर्व साइडबाट यो डाइभर्सन खोलिएको छ। धन्न यहाँ यो गिरुबारी हो उता तलको चाहिँ पुल हो ठ्याक्कै। अब यस्तो छ हेर्नुहोस् त यो बिजोग डाइभर्सन यो खोलै खोला माथि जान्थ्यो। अहिले पानी छैन। खोलै खोलामा जाँदैछु र तपाईँलाई आज यो डाइभर्सन देखाउन भनेर म भने खासमा यो डाइभर्सन चाहिँ कहाँसम्म कसरी छ भनेर देखाउनलाई हो। ल बिजोग भए पो हो हाम्रो हाइवेको बिजोग छ। बिजोग छ यस्तो पो छ त। म पनि गएँ अब घ्यार पार्दै ए ल यही हो तेरि घ्यार चाहिँ बनाए धन्न। यहाँनिर यस्तो पो रहेछ त डाइभर्सन। चोरमाराको ठ्याक्कै पश्चिम साइडमा यो गिरुबारी खोला हो र खोलाको पुल चाहिँ भाँचियो। हेभी गाडीले भाँचिएपछि अहिले चाहिँ यस्तो पो बिजोग भयो त। अनि सधैँ बिजोगकै कुरा गर्दा साथीहरूले कमेन्ट गर्नुहुन्छ बिजोग मात्रै भन्नुहुन्छ भनेर। बिजोगै छ त हो बाटो त बिजोगै छ। फेरि पनि यो डाइभर्सन हेर्नु त बिजोग। अब बिजोगै भन्नु पऱ्यो नि होइन। ल हेर्नुहोस् ल हो माइक्रो बससम्म चाहिँ आउन सक्ने भयो। अब यहाँ बाढी आयो भने त काम छैन। गाह्रो छ हेर्नुहोस् त यसरी गाडी आइरहेको छ माइक्रो होइन। तपाईँले देख्न सक्नुहुन्छ पुरै गइरहेको छ। यो नेताको गाडी हो क्या हो यो। हेर्नु त नेताजीलाई पनि देखाउनु पऱ्यो नि होइन। ल म चाहिँ तपाईँको यो भित्र तलको बाटो देखाउँदैछु। यसरी डाइभर्सन हुँदै चाहिँ अहिले काम चलाऊ। यी अगाडिको पुल यही हो। पुलबाट आवत जावत पुरै बन्द गरिएको छ। म अब सिधै यो डाइभर्सन भन्दा नि भयो यसरी बिस्तारै म जान्छु र एकचोटि यताबाट जाम्न भन्ने कुरा हो।
भाँचिएको पुल चाहिँ यही है, भाँचिएको पुल चाहिँ यही हो। बिजुली पो छ त हौ। त्यो यताबाट जान दिएछ कि जाने हो? के गर्नु के गर्नु। अब यता हेर्नु त, यताको जाम। अब यता लाग्ने हो भने अरुण खोला। एकछिन है, एकछिन ल गुरु, ल एकछिन है ल। बिजोग छ नि यार है, यहाँ ब्लक चाहिँ ब्लक गरेछ तर अब जाउँ न होइन। ए जे परे बस्छ होइन, ब्लक गरेकोबाट हिँडाइदिएला जा। ठिक छ ठिक छ। यताबाट अब के गर्ने, अलिअलि त जान पाएन भने त बर्बाद हुन्छ नि यार। है तेरिका यस्तो छ, यो भाँचिएको पुलबाट दौडाइदियो। लज्जा 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 लज्जा। कताबाट छिराउने त, फेरि चोरमारा आइपुग्यो। गिरुबारीको पुल भाँचिएपछि अहिले अब यस्तो अवस्था छ। यताबाट गाडी जान चाहिँ सायद त्यही भएर यहाँ पनि गाडी रोकिएका छन्। यताबाट गइरहेको थियो, यताबाट नि गाह्रो भयो। अब यिनै दृश्य आज म देखाइरहेको छु तपाईँलाई, जुन गिरुबारीको यो चोरमाराको पुल भाँचिएपछिको अवस्था। अब हाइवेमा निकै असहज भएको छ आवाजावतको लागि। आज यिनै दृश्य देखाउँदै देखाउँदै अन्त्यमा छु। भिडियो हेर्नुभयो, तपाईँलाई धन्यवाद। फेरि पनि अर्को एपिसोडमा भेट हुने नै छ। तबसम्मको लागि म बिदा हुन्छु। हस्त नमस्कार।